हेलो साथी, गुड मर्निङ एन्ड नमस्ते। वेलकम ब्याक टु माई युट्युब च्यानल। स्वागत छ तपाईँहरूलाई मेरो न्यू भिडियो एन्ड ब्लगमा। आई होप कि हजुरहरू एकदमै सन्चै हुनुहुन्छ होला र हामी पनि एकदमै सन्चै मस्त व्यस्त आरामै रहेका छौँ साथीहरू। आज म तपाईँलाई बिहानको समयमा भ्लग स्टार्ट गरिरहेको छु साथीहरू। देख्न सक्नुहुन्छ नजारा साथीहरू। आज बिहान नि एकदमै पानी पर्यो। पानी परेर हेर्नु न, एकदम राम्रो मौसम भएको छ। कस्तो राम्रो भएको छ मौसम। पानी परेर एकदमै राम्रो मौसम भएको छ साथीहरू। आज चाहिँ हाम्रो घरमा को आउनु भएको छ भनेपछि अहिले देखाउँछु है म। नानी आउनु भएको छ, नानी र भान्जा। के छ खबर छिमेकीहरू? बिहान यस्तो चिसोमा नुहाइदिएको? ए ल, ठिक छ ल साथी। नजारा देख्न सक्नुहुन्छ, हरियो नजाराहरू देख्न सक्नुहुन्छ साथीहरू। आज चाहिँ पानी परेर एकदमै शीतल भइरहेको छ क्या साथीहरू होइन। आज मेरो बुढा चाहिँ स्पेसल ठाउँमा जानुभएको छ। अनि उहाँ चाहिँ लक्ष्मीमा त कहाँ जानुभयो त? नानीहरू त हुनुहुन्न त यहाँ। एकदमै स्पेसल ठाउँमा जानुभएको छ। अहिले आएपछि म तपाईँहरूलाई देखाउने नै छु है त साथीहरू। मैले त त्यो युज गर्दिनँ, तर पनि नानीहरूको लागि लिन जानुभएको छ। अहिले आएपछि म देखाउने छु साथीहरू। हस् त, हेर्दै गर्नु होला है त। चिसो मौसम। यो चाहिँ साथीहरू इत्राम खोला नजिकै हो है। इत्राम खोलाको दृश्य देखाइरहेको छु म तपाईँलाई। यहाँ बुट्टाहरू उम्रेर हरियाली भइरहेको छ, राम्रो भइरहेको छ। यो बाटो यतातिर हाम्रो घर जाने बाटो साथीहरू। यतातिर पनि बाटो, यो पुलबाट सिधै माथि आउने बाटो। अनि यहाँबाट वहाँ जाने बाटो हो। गाय देखो ना गाय देखो ना। यो लुगा छ नि साथीहरू, मेरो आज नन्दले ल्याइदिनु भएको कि नानीले लिएर आइदिनु भएको। Oh my God! त्यही भएर विचार गरेको। स्वागत छ तिमीलाई मेरो भ्लगमा। कस्तो बस्छ नि एकछिन, कस्तो भइरहेछ त खाना पाउँदा? एकदम रमाइलो। अब कति बेला आउला जस्तो भइरहेछ। हाम्रो घरमा आए पनि जुन आन्टीले छुट्टै आफ्नो घरमा पकाएर दिनुहुन्छ। अब कस्तो हुन्छ भनेर। जुन आन्टी सेफ हो क्या। तिम्रो घरमा नि पकाएको, माथि पनि पकाएको, तलतिर पनि बनाएको। एकदम तलतिर पनि यहाँ कि यहाँ ए एकदम हाम्रो सेफ। एकदम मिठो गराउनुहुन्छ। त्यही भएर उहाँको घर गएर पहिला मासु खाने हो। हे भगवान, तेरी लीला अपरंपार है। अब बाँकीको भिडियोहरू तिम्रो बाटो बनाऊँ ल। बजाई के छ त हाल खबर? कति बजेमा हाल्नु त? कति बजेलाई हाल्नु त भन्नु त? यस्तै बजेलाई त हाल्ने राम्ररी हुनुहुन्छ बजाई होइन। के छ सन्चो उन्बाखा कि कस्तो उन्बाखा अचाल? हजुर हो, बिसन्चो उन्बाखा। चिसोमा नहिँड्नु होला, धेरै आफ्नो ख्याल गर्नु। ल बजाई हाई भनिदिनु त। हाई साथीहरू। तपाईँहरूलाई आज म दिनको सुरुवात, बिहानको सुरुवात यसरी गर्न चाहे साथीहरू। हे हाई दिपक, हेलो, के छ खबर? कटिङ हुँदैछ त पुरा डर के होला जस्तो छ आज। बदलको मासु मिठो होला जस्तो। हिजो तडपी बसेको, आज चाहिँ खाने भयो छोरोले। त्यसको लागि कटिङ हुँदैछ साथीहरू। स्पेसल गौरव अङ्कलले ल्याउनु पर्यो पहिला। उहाँ चाहिँ लिन जानु हुँदैछ, अहिले आउनुहुन्छ। खाने भनेको त बिचरा हिजोबाट खाने भनेर पर्खेर बसेका यिनीहरू।
हिजो चाहिँ उता बाहिर जानुभएको कारणले गर्दाखेरि रात पऱ्यो घर आउन ढिलो भयो अनि त्यसैले आज चाहिँ यिनीहरूले टाकटुक मसला पिन्यो नि अनि प्याज काट्यो नि सब ठिकठाक रेडी बनाएर राखेका छन् जे होस् आउन मात्रै बाँकी छ तिमीलाई भोक लाग्दैन मलाई चाहिँ लास्टै भोक लाग्छ है अब बदेलको मासुसँग कसरी खाना खान्छन् अब यो खाना खाने ब्लग भन्छ अब यो ल है साथीहरू हेर्दै गर्नु होला के कस्तो हुनेछ अनि आफूहरूले हाम्रो भिडियो हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर नबिर्सिनु होला है त साथीहरू आज पानी परेपछि यस्तो भइरहेछ है हाम्रो यहाँ सुर्खेत इटाम भन्ने ठाउँमा पानी परेर सिन यस्तो छ यहाँ अब आउँदै हुनुहुन्छ यहाँ हाम्रो जुन आन्टीको मान्छे स्वागत छ तिमीलाई मेरो ब्लगमा के बिहान बिहान नुहाएको यस्तो चिसोमा पानी पर्दा पनि लो म त सक्दिनँ नुहाउन म त सक्दिनँ बिहान बिहान यस्तो नुहाएछन् चिसोमा सबै मिलेर काम गर्नुपर्छ त त्यही त बिहान बिहान नुहाएछ म चाहिँ यहाँ साथीहरू मसला पिस्नको लागि मसलाहरू रेडी गरेर राखेको छु है त आज के हो र सुदिचा के गर्दै हो चस्मा लाएर किन यस्तो आँखामा जान्छ भनेर अब हाम्रो घरमा सुदिचा भान्जीले प्याज काट्न लाग्नु भएको छ के गर्दै हो तपाईँ बदेलको मासुको लागि के हो यसको लसुन केलाउँदै के गर्दै हो प्याज काटेर बसेको बदेलको मासुको लागि प्याज त साथीहरू मैले त मासु खाँदिनँ म चाहिँ भेजिटेरियन हो मासु खाने चाहिँ हाम्रो घरमा धेरै मान्छेहरू हुनुहुन्छ अनि उहाँहरूको लागि चाहिँ मैले बनाउन गइरहेको छु है साथीहरू मासु खानुहुन्न आफ्नै घरमा फलेको प्याज आफ्नै घरमा फलेको प्याज हो यो बाजेले उखुलेर राखिदिनु भएको रहेछ अनि त्यसपछि आज भिजेर लुत्रुक्कै भिजे चाहिँ राख्न पनि भ्याएन भित्र भिजे चाहिँ यहीलाई यसो सदुपयोग गर्दैछु है साथीहरू को आउनुभयो स्वागत छ है तपाईँलाई जुन आन्टीको ब्लगमा स्वागत छ हाई भन्दैन आज के छ स्पेसल थाहा छ तपाईँलाई के छ बदेलको ए मासु प्लस बाजेको नि बर्थडे छ र आज आज बाजेको पनि बर्थडे केटाकेटीले मनाइदिनु लाग्यो युगान्स नि बर्थडे मनाउने हो बर्थडे मनाउने हो ओ युगान्स बर्थडे मनाउने हो बर्थडे मनाउने खोइ त रिजन एकछिन मामासँग मामासँग रिजन बदेलको मासु ल्याउन जाँदैछन् ओइ हिँड्यो हिँड्नु न हिँड्नु आएको छ मात्र ओइ एक्सिडेन्ट भइहाल्छ साथीहरू यहाँ चाहिँ आइसक्नु भएको छ लिएर हाई रिजन लु 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 खै के गरे ल खै चौटो हाई बुढा अरे क्या क्या करूं मैं इसका क्या करूं इसका क्या म त के हाल्ने हो नि ए आज दीपकको फेभरेट चिज आउँदैछ है साथीहरू त्यही हो त्यही मात्रै हो त्यही मात्रै रहेछ ल यही हो यिनीहरूले भनेका यसको लागि हिजोबाट कुरिरहेका छन् तडपिरहेका छन् साथीहरू अब खान्छन् कुन राख्ने खै त मलाई थाहा छैन माथेर लिएर हिँड न कौन यहीको लागि पागल झै भौतारिरहेका छन् Hey, y'all, come look at this. कहाँ काट्ने भन्नुहुन्छ
अरे क्या क्या करूं मैं इसका क्या करूं इसका क्या करूं मार भी नहीं सकता ए कटिङ गर न बात तो सही है दौड़ना तो पड़ता खाना खान ला साँच्चै दिपकले यिनीहरूले त भात खान ला दिपक गौरव दादा हेर्न यिनीहरू कटिङ गर्न नमानेका तपाईँ हुनुहुन्छ त ए काटो है म त यस्तै हालिदिने हो तिमीहरूको भिडियो त नि त्यसरी म त सब हालिदिने हो काट्दैन म त जाली फेर्न लाका खानिनुले काम धमाधम हुँदैछ युगान्स हेलो भन्देऊ भन्नु न भन्नु ल साथीहरू आफूले नखाए पनि मासु चाहिँ पकाइन्छ है यतिको Oh my God! अब भात खान्छन् सबैजनाले खाना खान लाग्यो यो के भन्छ अरे यो चाहिँ खानापिना खाइसक्यो अरे हामीले कामहरू गर्न थालेको म त भाँडा माझ्दैछु है साथीहरू खानापिना खाएर काम गर्न थालेका छन् मामा भान्जाहरू अब के कस्तो हुँदैछ हेर्दै गर्नु होला है त साथीहरू गर्मी घाम चर्क्यो अहिले त बिहान कस्तो राम्रो वेदर भएको थियो अहिले त पुरा घाम लागिरहेको छ साथीहरू खाना खाएर आराम भयो न मिठो भयो त्यसो भए दिपकलाई हाम्रो त भ्याइयो बाजे त्यति नै हो मिठो लाग्यो बाजे त्यही त यस्तो मिठो लाग्दो रहेछ आफू त शाकाहारी पर्यो है साथीहरू ल साथीहरू हेर्दै गर्नु ल साथीहरू हामीले चाहिँ अहिले दिउँसोको नास्ता खान लाग्यो खाजा चाउचाउ करेन्ट चाउचाउ पकाएर खान लाग्यो म पकाउँदैछु साथीहरू हावाहुरी आउन लाग्यो बाहिरको देखाउँछु है तपाईँलाई भ्यू पहिला यो छोप्छु हावाहुरी आयो यहाँ फुपू गर्दै यहाँ काम गर्न लाग्दा बढाइदियो अरे फेरि पानी आउँछ क्या न हावाहुरी चल्यो है साथीहरू ल हावाहुरी चल्यो हावाहुरी चलेको छ है आज नि पानी आउँछ जस्तो छ आज राति तर हावाहुरी नै नचलेर कति राम्रो पानी आएको थियो उडायो सानो हावा आयो बाबु ए हावा आयो हेर त हावा यता है उडाउला मेरो छोरालाई उडाउला हावा आएको के को पङ्खा लाग्यो र तपाईँलाई ओहो त नि काम गर्ने मामा भन्छ किलै नस्याहारेर हेर नि त्यो किलाले बिज्यो भने अहिले आफैलाई हावाहुरी आउन लाग्यो गयो चाउचाउ के भयो ए साथीहरू उडाउने हावा आयो रामा 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 के छोटो बिजायो के हो यस्तो साथीहरू राम 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 राम
राम राम राम देख्नु हुँदैछ यो हावाहुरी राम 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 ओ आएको छ कि घरै उडाउने जस्तो गरेर आएको छ घरै उडाउने चाहिँ ओ माई गड असिना पनि आयो अझ ए मेरो बाबुको लुगा त त्यहाँ रहेछ भगवान् त्यहाँ परेर रहेछ मेरो बाबुको लुगा त म त लिएर आउँछु असिना पानी राम 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 कत्रो असिना पानी आयो नि साथीहरू कत्रो असिना पानी आयो नि राम 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 मेरो ओ माई गड राम 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 ओ माई गड उडायो अब राम राम आज मेरो बुढाको त हराउनु म बजारतिर गएको मान्छे आफ्नो काममा कहाँ हराउनु म आज भगवान् पानीले छुट्यो कि बा साथीहरू पानी पर्दा पनि हामी त करेन्ट चाउचाउ बनाएर खान लागेछौँ यस्तो मजादार भएको छ कि पुरै छोड्नु ल यहाँ म भात हाल्छु है भात हाल्छु म हामी चाहिँ चाउचाउ खान्छौँ अब एकछिनमा साथीहरू यस्तरी पानी पर्यो कि अहिले चाहिँ यस्तरी पानी पर्यो कि पुरै छोडौँ पुरै पानी पर्यो कि यस्तरी के यस्तरी मात्रै भन्ने हो कसरी पर्यो कसरी यस्तरी कसरी पर्यो खोरै कुखुराको खोरै भत्काइदियो हावाहुरीले राख्नु देखाएर आउँछु के हो यहाँ यस्तरी पल्टाएको खोर मोबाइल त चाहिँ 10 रुपियाँ होला के भन्नु भयो माइजूले बस्नु ल्याइदिनु खायौँ ल साथीहरू हामीले त जाडोमा करेन्ट चाउचाउ खाइसु भान्जो खाइसु जाडो भयो कस्तो जाडो भयो यहाँ कति ठुलो पानी पर्यो अनि हट हे साथीहरू तपाईँहरूकोतिर कतिको हावाहुरी पानीहुरी बतास कतिको आयो हाम्रोतिर त पुरै नगरम जाडो भएर होइन म यस्तो गर्छु खाना पकाउँदै थिएँ साथीहरू खाना पकाउँदै अनि यसो भिडियो एन्ड गरौँ भनेर अनि यतातिर बोल्न आएको साथीहरू बत्ती पनि छैन अँधेरो छ अनि त्यही भएर रातमा पर्नुभन्दा अगाडि नै भिडियो बनाऊँ भनेर यसो एन्ड गरौँ भनेर अनि साथीहरू कतिको हावाहुरी आयो तपाईँहरूकोतिर हाम्रो त यहाँ सुर्खेतभित्रमा बाफ्रे उडाउला जस्तो हावाहुरी आयो हाम्रो कुखुराको खोर पनि बङ्लङ्गै उतानो पार्दै यो झाँक्रा पनि देखाउनु त यता यो तरकारी लगाएको झाँक्रा पनि बङ्लङ्गै उतानो यता फर्लकै फर्काइदिएछ ल अब यता जानु यति बलियो ठोकेको झाँक्रा यता फर्काइदिएछ तरकारीहरूको बिचल्ली भएको छ अनि त्यसपछि के गर्ने साथीहरू यस्तै छ खडेरीको हावाहुरी गाह्रो छ तपाईँहरूकोतिर पनि त्यस्तै भयो होला हाम्रोतिर त बिजोक छ हो साथीहरू बिजोक छ त्यसैले बत्ती पनि छैन अब कसरी एडिट गर्ने यो भिडियो पनि साथीहरूलाई यति भन्दै भिडियोलाई माया गरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गर्न नभुल्नु होला साथीहरू भन्दै आजलाई यति नै बाई बाई।